दर्शकवृन्द नमस्कार। टियु क्रिकेट मैदानको फ्लडलाइटतर्फ काम भइरहेको छ। विशेष गरी चाहिँ यो पनेल बक्सलाई अहिले सम्बन्धित ठाउँमा लिएर जाने काम भइरहेको अवस्था छ र यहाँबाट चाहिँ कुन कुन क्षेत्रमा चाहिँ पनेलहरू लिएर गइँदैछ त, कहाँ कहाँ मिलाइँदैछ त भन्ने विषय अनि कहाँ कहाँ मिलाइयो त भन्ने विषयको आज तपाईँलाई म विस्तृतमा जानकारी दिनेछु। सँगै भित्र भएका अन्य केही अपडेट छन् भने पनि यो अपडेट पनि तपाईँलाई जानकारी गराउने छु। भिडियो अन्तिमसम्म हेर्नु होला। टियु क्रिकेट मैदानमा अब काम हुँदै गर्दा अब धेरै दिन बाँकी पनि छैन। नेपाल प्रिमियर लिग एनपिएल आउनका लागि ठ्याक्कै 18 दिन बाँकी रहेको छ। यही बिचमा तयारी के कस्तो रहेको छ त, फ्लडलाइटतर्फ माथि पोलको काम के कस्तो भयो लगायतका विषयमा हामी जानकारी दिने नै छौँ। र यसरी चाहिँ अहिले यता यो काम भइरहेको ताजा दृश्य रहेको छ। यो पनेल बक्स चाहिँ 1 नम्बर पोलका लागि हो र 1 नम्बर पोलमा अहिले लिएर जाने काम भइरहेको छ। 1 नम्बर पोलमा यो हाइड्रा मार्फत अहिले राखिँदैछ। यो 1 नम्बरका लागि अहिले चाहिँ 1 नम्बरकै काम हेर्नुहुन्छ भने दुईवटा यो पनेल बक्स चाहिँ जडान भएका छन्। हामी भित्रै गएर पनि हेर्नेछौँ के कसरी काम भइरहेको छ भन्ने विषय चाहिँ तपाईँलाई जानकारी पक्कै पनि गराउने नै छौँ। हेर्न सक्नुहुनेछ 1 नम्बरमा कसरी राखिँदैछ त यो। दर्शकवृन्द यसरी दुईवटा यसमा राखिसकिएको छ। दुईवटा राख्दै गर्दा यो चाहिँ अर्को नम्बरको रहेको छ, तेस्रो रहेको छ पनेल बक्स र यसमा चाहिँ दुईवटा फरक फरक यो आकारका शैलीका यो बक्स राखिएको छ। यतातर्फ यो अर्को छ र यसलाई अहिले मिलाएर राख्ने काम भइरहेको अवस्था छ। हेर्न सक्नुहुनेछ तपाईँले कसरी राखिन्छ के छ भन्ने विषयको एउटा एकदमै ताजा दृश्य र यसरी टक्टक्क ल्याउने पहिले मिलाएको फाउन्डेसनमा ट्याक्क ल्याएर राखिन्छ र त्यसमा चाहिँ 3वटा नट बोल्ट कस्ने यस्ता ठाउँ रहेको छ। केही दिन अगाडि यो माथि राखिएको थियो, त्यो खास त्यसको अर्थ के पनि रहेनछ। अब त्यो नाफीका लागि मात्र रहेछ। मेरो यो फेदको काम एउटा कि जस्तो भनौँ यो चाहिँ, र त्यसै गरी चाहिँ यतातर्फको ट्याक्क मिलाएर राख्ने काम यो भएको छ। यसरी हरेकमा दुई फरक फरक आकारका शैलीका। अब यो र यसको चाहिँ नेचर फरक छ, यसको हाइट बढी छ, यसको काम पनि सायद फरक नै होला भित्रपट्टि। अब त्यही अनुसार चाहिँ जसको बनावट पनि फरक छ, जसको यसको आकार एकदमै ठुलो देखिन्छ अनि उतापट्टिको चाहिँ आकार सानो छ। यो साइडमा जस्तो यतापट्टिको यो अलिकति जे कभर जस्तो अलिकति छेका जस्तो यस्तो खाले पनि रहेको छ होइन। यतापट्टि त्यस्तो छैन भनेको यो फरक फरक हो। पनेल बक्स, पनेल ड्राइभर, अब यसलाई नाम फरक फरक छ, काम पनि फरक फरक छ। हामी यसको बारेमा तपाईँलाई विस्तृतमा पछि जानकारी दिनेछौँ यसका काम कसरी हुन्छ भनेर। र आज चाहिँ यहाँ भुइँमा थिचिसकेपछि यो वरिपरिबाट वाल लाउनका लागि पनि काम भइरहेको छ। वरिपरि चाहिँ हामीले तपाईँलाई देखाएका थियौँ यो वरिपरि चाहिँ कसरी काम हुनेछ भन्ने विषयमा। उतातर्फबाट त्यहाँ काम पनि भइरहेको अवस्था छ, किनभने त्यताबाट यो चाहिँ विशेष गरी वरिपरि चाहिँ यसको चेकबार गर्नुपर्ने हुन्छ। सबैतिर यसलाई चाहिँ सुरक्षा दिनुपर्ने हुन्छ, सेन्सिटिभ पाटो हुन्छ। त्यही अनुसार चाहिँ यसका काम भइरहेका हुन्छन् र त्यही अनुसार चाहिँ अहिले यसको काम भएको छ। र 1 नम्बरमा यसै गरी काम हुन्छ, सबैतिर सबै पोलमा यसै गरी नै काम हुने हो। र काम हुँदै गर्दा यसलाई चाहिँ अहिले भिसानेश्वरी जेबीले यो काम गरिरहेको ताजा विवरण रहेको छ, ताजा दृश्य रहेको छ र यसलाई पूर्ण रूपमा छोडिएको छ होइन त्यताबाट। ओहो के हो यो नयाँ दृश्य। यसरी यो बुमले अब यो गरिसकेपछि चाहिँ जस एउटा पोलमा यसरी वरिपरि काम हुनेछ र त्यही अनुसारको जानकारी तपाईँलाई दिनेछु। र माथि अघि जस्तो खुस जोडिएको थियो त्यो यो उचाल्नका लागि, त्यसलाई झिक्नका लागि माथि गइएको हो र फेरि झर्ने क्रममा पनि त्यही अनुसार चाहिँ यहाँ कहाँ झर्ने हुन्छ। जस यही तरिकाको कामहरू अहिले चलिरहेको छ। यसरी 3वटा चाहिँ यो पोलमा अहिलेको अवस्थामा राखिएको छ यो बक्स र अरू काम पनि भइरहेको छ।
र यो जोडिएको त्यो खुस्काइसकेपछि अब यहाँ चाहिँ झर्ने कोसिस गर्दै हुनुहुन्छ। चुनौतीपूर्ण रिस्कफुल काम पनि रहेको छ यो। ओहो, के हो यस्तो नयाँ नयाँ दृश्य। एउटा लिफ्टिङ मात्र भयो, त्यस यसै गरी काम चलिरहेको छ। रोचक दृश्य देख्यो भने एकदम चुनौतीपूर्ण काम पनि हो यो। यसरी एउटा काम पुरा रूपले सकिने हुन्छ। यो 1 नम्बरको काममा अब एउटा मात्र बाँकी रहेको अवस्था छ। त्यही अनुसार चाहिँ काम भइरहेको ताजा दृश्य रहेको छ। दर्शक यतातर्फ चाहिँ यो अर्थिङका लागि यहाँ खालो पनि खनिएको छ। सँगै यतातर्फ चाहिँ यो सबै सम्म मिलाउने काम पनि भएको छ। क्यानको तर्फबाट भएको कामहरू हो र सँगै यतातर्फ अरू संरचना थप्ने काम पनि भइरहेको छ त्यतातर्फ। र यो काम चाहिँ अहिले अगाडि बढिरहेको छ र थप दर्शकका लागि पनि सिट थप्ने काम त्यतातर्फ भइरहेको पनि यहाँबाट देखिएको छ। र यी काम आज भइरहँदा हामी तपाईँलाई विस्तृतमा सबै विवरण जानकारी गराउनेछौँ। दर्शकवृन्द 1 नम्बरमा राखिसकेपछि अब यो चाहिँ अहिले 6 नम्बर पोलतर्फ लिएर जाँदैछ। 6 नम्बर पोलका लागि हो यो। र यसै गरी 6 नम्बर पोलमा चाहिँ लिएर गइरहँदा यहाँ चाहिँ मैदानबाट यो जुन भित्र यहाँ राखिएको थियो यतातर्फ राखिएको छ त्यो चाहिँ लिएर यो पनेल बक्सलाई लिएर गइँदैछ। हेर्न सक्नुहुन्छ तपाईँले। र यी दृश्य यहाँ केही दिन अब यस्ता दृश्य यहाँ देखिनेछन्, बन्नेछन्। यता 6औं नम्बरको पोलमा यहाँबाट अहिले लिएर जाने तयारी यसरी भइरहेको छ। हामी एकलट पुरै घुम्नेछौँ, के देखिनेछ सबै कुरा देखाउनेछौँ। त्यसपछि थोरै यता उनीहरू लन्चतर्फको यो पाटोमा हेरौँ। यतातर्फ चाहिँ अलिकति एरिया थप्नका लागि लागि परेको छ। यसअघि चाहिँ जुन यतातर्फ चाहिँ राखिएको थियो पहिलो सिजनका लागि बनाइएको थियो नेपाल प्रिमियर लिग दोस्रो सिजनका लागि चाहिँ यसको मात्रा कति थपिन्छ त्यसको बारेमा विस्तृत जानकारी त छैन। तर पनि अघिल्लो भागतर्फलाई चाहिँ थोरै क्षेत्र वृद्धि गर्दै यसको दर्शक बस्ने क्षमता वृद्धि गरिदिएछ। सम्भवतः यो अघिल्लो भागतर्फ यसै गरी थपेर अलि अगाडि ल्याइएर भोलि त्यहाँबाट फ्ल्याग हल्लाउँदा पनि एकदमै उत्कृष्ट दृश्य देखिएको थियो। अघिल्लो पटकको नेपाल प्रिमियर लिग एनपिएलमा अब जुन मोमेन्ट हुन्छ खास मोमेन्टमा फ्ल्यागहरू अघिल्लो भागतर्फबाट होइन पक्ष विपक्ष जो रहन्छ त्यहाँबाट चाहिँ आफ्ना खेलाडीहरूले जस्तो प्रदर्शन गर्छन् त्यही अनुसार चाहिँ अलिकति अगाडि तानिएको छ। त्यो अगाडिको भागलाई यो पुरै हालिन्छ कि हालिँदैन त्यो त हामी हेर्दै जानेछौँ। अल्लो भागदेखि पल्लो भागसम्ममा अहिले चाहिँ यताबाट गेटबाट छिर्ने बाटोतर्फबाट पछिल्लो भागबाट देख्दाखेरिको यो दृश्य रहेको छ। र यसरी अघिल्लो पटक चाहिँ झनै 600-700 जना मान्छे व्यक्तिहरू उनीहरूका होइन सबै अब पास भिआइपी भिभिआइपी अब को रहन्छ यसमा विशेष गरी उनीहरूसँग सम्बन्धित यो बक्समा चाहिँ अहिले थप वृद्धि गर्ने काम अहिले भइरहेको यो एकदमै ताजा दृश्य रहेको छ। यो सँगै दर्शकको सङ्ख्यामा अहिले 10,000 कुर्सी छ भने कम्तीमा पनि 12-13 हजारसम्म दर्शक अट्ने गरी यहाँ काम भएको हुनसक्छ। सँगै यतातर्फ हेरौँ यो चाहिँ डिजिटल यो चाहिँ पावर हाउस हो। पावर हाउसतर्फ चाहिँ भइरहेको एउटा ताजा विवरण हो, ताजा यो दृश्य। यतातर्फ अर्थिङका काम अरू कामहरू यहाँ भइरहेको अवस्था छ। र यही खाले काम चाहिँ अहिले भइरहँदाखेरि टियु क्रिकेट मैदानको यो पछिल्लो भागतर्फको काम पनि समाप्त हुने तर्खरमा रहेको देखिन्छ। त के छ त दर्शकवृन्द बारको काम चाहिँ अस्तिसम्ममा हेर्नुहुन्छ भने यतातर्फ गरिएको थियो र यो थप अपडेट यतातर्फसम्म काम भएको रहेछ। यो चाहिँ यता विशेष गरी ट्रेनिङ हल पछाडि साइड पछि यहाँसम्म आइपुगेको रहेछ। र यो आइपुग्दै गर्दा यसको तारजालिको काम चाहिँ कहाँसम्म भएको छ हामी त्यो पनि हेर्नेछौँ। र सँगै यतातर्फ चाहिँ 2 नम्बर पोलतर्फ छिर्नेछौँ। 2 नम्बर पोलतर्फ अहिले चाहिँ 2वटा पनेल बक्स राखिएको छ। यतातर्फबाट डिजिटली यो काम जे जस्तो डिजिटल स्क्रिन बोर्डको साइडपट्टि रहेको यो काम यसरी भइरहेको छ। 2 नम्बर पोलतर्फ 2वटा राखिएको छ र थप राख्नका लागि थप काम पनि भइरहेको अवस्था यताबाट देखिएको छ। अर्को पोलतर्फ के कस्तो छ त यो पछिल्लो भागतर्फ हो 23,000 स्क्वायर फिटको पछिल्लो भागतर्फ बारको काम सँगै यतातर्फ चाहिँ माटो थिच्ने काम अगाडि बढेको रहेछ। यो समाप्त भएको रहेछ। अब धुलो कम उडोस् भन्ने तरिकाको यो काम हो। यतातर्फबाट यो काम भइरहँदा हामी 3 नम्बर पोल नजिक आएका छौँ। 3 नम्बर पोलमा पनि
पनेल बक्स राख्ने काम यहाँबाट हेर्दा चाहिँ 4वटा सकिएको रहेछ। यसको लागि यो पूर्णता पाउने काम भएको रहेछ। सँगै यतातर्फ जालीको काम पनि माथिल्लो भागतर्फसम्म पुगिसकेको देखिएको छ। यसरी काम चाहिँ एकदमै यो अहिले पछिल्लो समय लाइटका लागि माथि काम चाहिँ भएको छैन, तर तल चाहिँ धेरै नै काम अगाडि बढिरहेको छ। अब यसको चाहिँ सबै प्रोसेसहरू मिलाउन उतातर्फ पावर हाउसतर्फ पनि काम अगाडि बढिरहेको छ र यो फेदको काममा पनि अगाडि यसरी बढिरहेको छ। र यसरी अगाडि बढिरहँदा अब यतातर्फको काम होइन, नेपाल प्रिमियर लिग एनपिएलको घर्किदो म्याच सबै कुराहरूको एउटा अवस्था हेर्दा लाइट बल्ला कि नबल्ला एउटा दुविधा आशंकाको बिचमा पनि काम रोकिएको छैन। काम चाहिँ अगाडि बढिरहेको छ। हुन त यो काम एनपिएलका लागि मात्र फोकस होइन, यो धेरै काम छ। यसपछिका जुन बन्छ यो संरचना बनिसकेपछि यसको प्रभाव दीर्घकालीन रूपमा हुने हुन्छ। अहिले भइदियो भने राम्रो भन्ने मात्र हो। यदि हुन सकेन भने पनि अब यसमा टाउको फुटाउनु मिलेन। काम अब जे भए पनि अब भइ नै रहेको छ। एक तरिकाले यो भए पनि भइ नै रहेको छ। यो सिजनमा भएन भने अर्को सिजनमा हुन्छ। अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरका अन्य थुप्रै खेलहरूलाई हुने हुन्छ। आशा गरौँ बन्छ, समयमै हुन्छ भन्ने आशा राख्छौँ। यसको बारेमा हामी केही विस्तृतमा कुराकानी गरेर के होला भन्ने विषयको एकदमै गहिरो कुराकानी गर्ने हाम्रो योजना रहेको छ। त्यही अनुसार चाहिँ आधिकारिक सूचना दिने हामी यो तपाईँहरूलाई पुर्याउन गर्छौँ। हामी यही होला भनेर अहिले ठ्याक्कै अनुमान गरेर तपाईँलाई भन्दा त्यो हामी आधिकारिक व्यक्ति पनि होइन। आधिकारिक व्यक्ति र संस्थाबाटै यसको बारेमा आधिकारिकता खोजेर तपाईँहरूलाई जानकारी दिनेछौँ यो लाइटको बारेमा के हुन्छ भन्ने विषयमा। र अहिले चाहिँ हामी 3 नम्बर पोलमा आउँदा यस्तो दृश्य देखियो। यो पछिल्लो भागतर्फ चाहिँ काँडे तार पनि राखिएको छ। माथिल्लो भागतर्फ यो चाहिँ सिधा बनाएर काँडे तार राखिएको छ, कतै पनि ढल्काइएको छैन। यो चाहिँ 3वटा लाइनको काँडे तार रहेको छ। तल चाहिँ तार जाली यसरी राखिएको अवस्था छ। र यसै गरी यही तरिकाले 3वटै लाइन राख्ने गरी चाहिँ अहिले यस ठाउँसम्म आइपुगेको छ। सँगै उतातर्फ काम यहाँसम्म भएको छ। यो झनै यो टावर पछाडि चाहिँ पछिल्लो भागतर्फसम्म काम अहिले आइपुगेको छ। र यतातर्फबाट यसै गरी काम अगाडि बढ्नेवाला रहेको छ। तार जाली सुरक्षाको काम यसरी अगाडि बढिरहेको ताजा दृश्य रहेको छ। यसरी चाहिँ सबैतिर जालीको काम अगाडि बढ्नेछ। बिचमा अब गेट पनि रहने नै छ र यसरी काम अगाडि बढिरहेको छ। एकदमै ताजा दृश्य। हामी तपाईँलाई पोल नम्बर 6सम्म पुर्याउनेछौँ। अरू नयाँ दृश्य पनि केही छ भने देखाउनेछौँ। दर्शकवृन्द, यो कुर्सीको बिचमा हरेक ब्लकमा यसरी राखिएको छ। बिचमा बार पनि राखिएको छ। हेर्दा चट्ट नराम्रो जस्तो देखिए पनि अब यो सुरक्षाको हिसाबले चाहिँ ठिकै पनि हुन्छ, राम्रो पनि हुन्छ। भोलि हाम्रो फ्यानहरू होइन झै झगडा लगायत लफडा पनि पऱ्यो भने पनि त्यसलाई न्यूनीकरण गर्न पनि सजिलो हुन्छ। हेर्दा त बाख्राको खोर जस्तो पनि देखियो होइन बाहिरबाट हेर्दा। तर पनि भोलिका दिनको भइपरि आउने समस्यालाई रोक्नका लागि चाहिँ यो एउटा राम्रो एउटा उपाय हो। यहाँले एउटा यसरी चाहिँ बिचमा हरेक यो जुन ब्लक रहेको छ त्यो ब्लकलाई गर्ने गरी 6वटा यताबाट ए बी सी डी ई एफ ब्लकसम्ममा चाहिँ सबैतिर 6वटा लाइन चाहिँ यसरी यो राखिएको छ बिचमा। र बिचबाट चाहिँ यहाँ छिर्न मिल्ने यस्तो गेट पनि राखिएको छ। र अघिल्लो लाइन पनि हिँड्न त सर हिँड्न मिल्छ, तर यता चाहिँ गेट चाहिँ छैन होइन। अब यसमा इमर्जेन्सी चाहिँ राख्न सकिएला गेट। यो तरिकाले तार जारीको व्यवस्था गर्दै अहिले कलरको काम गर्ने काम भइरहेको छ। अघिल्लो भागतर्फ चाहिँ अहिले यो मेन्टेनेन्सको काम भइरहेको छ, अघिल्लो भागतर्फ चौतर्फ पनि। र आज चाहिँ काठमाडौँ गोर्खाजले यतातर्फ ट्रेनिङ पनि सुरु गरेको छ। ट्यु क्रिकेट मैदानमै ट्रेनिङ पनि आज सुरु गरेको छ। थोरै दृश्य देख्नुभयो। र यतातर्फ यो बनाउने काम अगाडि बढी नै रहेको छ। सँगै हामीले जनकपुर बुल्सको यहाँ ड्रेस पनि देख्यौँ। जो यो तरिकाले काम भइरहँदा हामी तपाईँलाई अब यतातर्फबाट 4, 5 र 6 नम्बर पोलको दृश्य देखाउनेछौँ। अलिकति बेर यहाँ होल्ड गरौँ। मैदानतर्फ मैदानलाई मेन्टेनेन्स गर्ने, यहाँ घाँस कटिङ गर्ने, वरिपरिबाट साजसज्जा गर्ने काम अगाडि बढिरहेको छ। यस्तै इरिगेसन सिँचाइको काम पनि अगाडि बढी नै रहेको छ। यसरी टोटली रूपमा मैदान पनि अब भित्री क्षेत्र झन् राम्रो बनाउनु पर्ने हुन्छ। त्यसको लागि थोरै यतातर्फ हेरौँ।
यो चाहिँ भोलि शीत पर्ने समय हुन्छ। शीत पर्ने समयमा अब कसरी मिलाउने भन्ने विषयको यो माथिबाट पाल राख्ने काम होइन, त्यसलाई चाहिँ उद्रेको छ भने मिलाउने सिलाउने काम पनि अगाडि भइरहेको छ। मिलाउने पट्टाएर राख्ने काम पनि भइरहेको छ। पछिल्लो समय यसको उपयोग भइरहेको अवस्था थिएन, अहिले चाहिँ यसलाई उपयोग गर्नका लागि त्यो काम भइरहेको अवस्था पनि देखिएको छ। दर्शकवृन्द, यो चाहिँ 4 नम्बर पोल। 4 नम्बर पोल यो अहिले 2वटा यतातर्फ राखिएको छ। पनेल बक्स 2वटा राखिएको छ, थप राख्ने क्रममा रहेको छ यतातर्फ 2वटा, र यसको मिलाउने काम पनि सँगै अगाडि बढिरहेको ताजा दृश्य रहेको छ। यताबाट हेर्नुभयो भने यो दृश्य यताबाट रह्यो। अब हामी तपाईँलाई 5 नम्बर पोलतर्फ पनि लैजान्छौँ। 5 नम्बर पोलमा पनि अगाडिपट्टि 2वटा मात्रै राखिएको छ र 5 नम्बर पोलको यो 2वटा यताबाट देखिएको छ। हामी नजिकै गएर हेर्नेछौँ। जे होस्, यसरी काम अगाडि बढिरहेको छ। क्यानको तर्फबाट हुनुपर्ने गर्नुपर्ने काम अगाडि बढिरहेको छ। केवल 18 दिन मात्र बाँकी रहँदा यसको चुनौती थुप्रै रहेको छ। फ्लड लाइटको विषयमा एउटा अर्को ठुलो चुनौती हो। विभिन्न राजनीतिक घटनाक्रमको अर्को चुनौती हो। यदि देश नै अशान्त भयो भने त यति ठुलो प्रतियोगिता आयोजना गर्न सम्भव रहने कुरा हुँदैन। त्यसैले यो विषयमा चाहिँ राजनीतिक दल, राजनीतिक पार्टी ले साँच्चीकै देशको लागि भलो सोचिरहेका छन् भने यति बेला यो कार्य चाहिँ, यदि बन्दैको कार्य चाहिँ आफ्नो एजेन्डालाई राख्ने, थाँती राख्ने अथवा एजेन्डालाई चाहिँ राखिरहने, उठाइरहने, तर सडक सङ्घर्षबाट नभई अलिकति प्रक्रियागत कुरामा चाहिँ अगाडि बढ्यो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने कुरा हो। त्यो चाहिँ यो एनपिएल पछाडि, मङ्सिर पछाडि पुस्तेर जे गरे पनि त्यसपछि गरे हुन्थ्यो, एउटा आशा सबैले यही नै राख्छन्। त्यही अनुसार चाहिँ यहाँ को राजनीतिक शान्ति स्थायित्व हुन जरुरी पनि रहेको छ। जस यतातर्फ अब के छ त हेरौँ। यता अलिकति कलरको काम भइरहेको छ यतातर्फबाट। यो चाहिँ बिचतर्फ यो ABCDको बिच, C र D को बिचमा यताबाट कलरको काम भइरहेको छ। कलरिङको काम यहाँबाट भइरहेको छ र यतातर्फ चाहिँ यो अघिल्लो भागतर्फ चाहिँ हरियो कलर लागेको छ बारमा। यतातर्फ चाहिँ यस्तै खाले कलर लगाइन्छ, जसले गर्दा चाहिँ यहाँ थाहा नहोस् कि अथवा हेर्दा पनि फरक नछुट्टियोस् कि यो चाहिँ ठ्याक्कै सिल्भर कलरकै यहाँ कलर लगाउने काम हुनेछ। त्यही अनुसारको चाहिँ दृश्य देखिनेछ। भोलि ठ्याक्कै हेर्दा पनि नराम्रो चाहिँ देखिँदैन सम्भवतः, किनभने ठ्याक्कै यो बार र यसको कलर उस्तै नै देखिने हुन्छ। 3वटामा अहिलेको दृश्य अनुसार, अहिलेको काम गराएको यहाँको अवस्था अनुसार चाहिँ 3वटामा कलर लगाउन बाँकी छ। बिचमा तार जाली हाल्ने काम त बाँकी नै रहेको छ। त्यो अन्य क्षेत्रमा पनि त्यसै अनुसारका काम बाँकी रहेका छन्। दर्शकवृन्द, यो चाहिँ 5 नम्बरमा पनि अब यसको भित्री भागमा पनि मिलाउने काम भइरहेको छ। 2वटा राखिएको छ। यसको लागि भित्र जे सिस्टमहरू मिलाउनुपर्छ त्यो सिस्टमका काम पनि अगाडि बढ्ने क्रममा रहेको छ। तारहरू जोड्ने, मिलाउने काम अगाडि यतातर्फबाट अगाडि बढिरहेको छ। 5 नम्बर पोलमा अब हामी तपाईँलाई 6औं पोलतर्फ लिएर जानेछौँ। 6औं पोलमा चाहिँ सम्भवतः सबै काम सकिएको हुनुपर्छ है, हामी त्यहाँ जानेछौँ। यो 6औं पोलमा चाहिँ अहिले भएको 4वटा राख्ने काम समाप्त भएको छ। जसरी 2 नम्बरतर्फ राखियो, यसै गरी यतातर्फ राखिँदा अब जम्मा 4वटा 5वटा जस्तो मात्र राख्न बाँकी रहेको अवस्था छ। यो 6 नम्बर पोलमा चाहिँ पुरै राखिसकेको अवस्था, सबै कुरा मिलाइसकेन। बाँकी अगाडि जे जरिया राख्नुपर्छ त्यो चाहिँ राखिएको अवस्था छ। तार कनेक्सनको कुराहरू बाँकी रहेको यहाँबाट देखियो। र यसरी चाहिँ समग्र 6 नैवटा घुमिसकेपछि चाहिँ यो 6 नैवटा घुमिसकेपछि चाहिँ आजै यो जति बाँकी रहेको छ, यो 5 नम्बर र 4 नम्बरमा बाँकी छ। यी सबै ठाउँतर्फ 1 नम्बरमा अलिकति बाँकी जस्तो यो भिडियोमा देखियो। जस आजै सक्ने गरी यो काम चाहिँ अगाडि बढिएको छ। यो काम आजै यो पनेल बक्स राखिसकेपछि चाहिँ यसको तारको मिलाउने काम अगाडि बढ्नेछ। यसरी यो 6 नैवटामा आज राखिसकेपछि एउटा नयाँ कामको काम थालनी भोलिबाट हुनेछ। भोलि फेरि आउनेछौँ। बिदा दिनुहोस्, नमस्ते। जाँदा एउटा सानो अपडेट, आज 6 नैवटा सकिन्छ भन्ने कुरा। अब यो भिडियो अन्त्य गर्न खोज्दै थोरै बेर रोक्नु होला। यो चाहिँ 5 नम्बर पोलतर्फ हो। 5 नम्बर पोलतर्फ अहिले ल्याइएको छ। 2वटा राखिएको छ यतातर्फ होइन। यो 2वटा, योसम्म 3टा भइसकेको छ र यतातर्फबाट यता 2टा राखिएको छ। यो सँगै काम सकिने क्रममा रहेको छ। झनै अब 3वटा मात्र ल्याउनु बाँकी हो यतातर्फ। त्यही भएर चाहिँ आज सकिन्छ भन्ने एउटा
हाम्रो अनुमान रहेको छ। यो सानो एउटा तपाईँहरूलाई विश्वसनीय अपडेट सहित यो भिडियोबाट चाहिँ अहिले चाहिँ बिदा दिनुहोस्। नमस्ते।